बाबा यो के हो? यो छोरोले यो देखेको यो के हो भन्दाखेरि म अहिले 2-4 ठाउँ बाहिर गएको थिएँ होइन। बाहिर जाँदाखेरि मैले हामी बच्चामा हामीलाई ठुला मान्छेहरूले हाट गएपछि के ल्याइदिन्थे, परदेश गएपछि के परदेश भनेको त इन्डिया हो त्यो बेलाको, इन्डियामा गएपछि के ल्याइदिन्थे। ठ्याक्कै त्यही कुराहरू आज मैले तिमीलाई ल्याइदिएको छु र यसको कथा म भन्छु। यो छ नि, यो चाहिँ गट्टा। यो गट्टा यो कहाँ बन्थ्यो भन्दाखेरि त्यो के अरे कैलालीको कट्टासे भन्ने एउटा बजार थियो। त्यो कट्टासे बजारमा यसका फ्याक्ट्रीहरू हुन्थे र परदेशबाट भन्नाले इन्डियाबाट भारतबाट नेपाल आउने हटारुहरूले हाट गएका देश गएका भन्थे तिनीहरूले ल्याइदिन्थे यो। अनि गाउँभरिका केटाकेटीलाई यो खान दिन्थे। अनि हामीले त्यति बेलामा किन्दाखेरि यो कति पर्थ्यो थाहा छ? कति? यसको पर्थ्यो 1 रुपियाँका 20 वटा। 1 रुपियाँको 20 वटा गट्टा। अहिले यसको एउटा प्याकेटको 100 रुपियाँ पर्छ, 100 रुपिस है। यो त्यस्तै भयो महँगो। अब अर्को यो गट्टाको कुरा गरेँ है। अब यो छ एउटा सुन्तले मिठाई। यो सुन्तले मिठाई पनि हामी 1 रुपियाँका 20 वटा किन्थ्यौँ। तर अहिले यो आयो 5 रुपियाँका 3टा दिइरहेछ यहाँ बजारतिर। कहीँ पाइन्छ, काठमाडौँमा धेरै ठाउँमा पाइँदैन। यो चाहिँ सुन्तले मिठाई है। यो सुन्तले मिठाई असाध्यै मिठो। त्यसपछि अर्को यो छ, तिमीलाई ल्याइदिएको यो के हो थाहा छ? यसको नाम हो बतासा। बतासा अथवा वर्सौला पनि भन्थे। यसको कथा अझ इन्ट्रेस्टिङ छ छोरो। यो के भन्दाखेरि यसलाई हामीले किन्न पर्दैन थियो। यसलाई किन्न पर्दैन थियो। त्यो गाउँमा साइकलमा अहिले के अरे पेपरहरू अनि त्यसपछि यो टुटाफुटा भाँडा बर्तनहरू कलेक्सन गर्न, कवाडी भनौँ न, कवाडी कलेक्सन गर्न आउँछन् नि हो। त्यस्तै कवाडी कलेक्सन गर्नेहरू सौदागरहरू आउँथे। अनि तिनीहरूले यो वर्सौला झुन्ड्याएर लिएर आउँथे। अनि आइसकेपछि गाउँमा आएर टुट्टा फुट्टा भाँडा बर्तन, जुत्ता चप्पल, सिट्टो साटो लो वर्सौला गर्थे है। अनि त्यो वर्सौला हामी फेरि केटाकेटी मान्छे घरमा के छ टुटे फुटेको त्यो चिज लगेर खुसुक्क लगेर, चप्पल छन् भनेपछि चप्पल, जुत्ता छन् भने जुत्ता, पुराना थोत्रा लगेर त्यहाँ बुझाएपछि उसले ट्याक्क नाप्थ्यो उसमा तराजुमा। अनि एकातिर वर्सौला हाल्थ्यो, अर्कातिर जुत्ता हाल्थ्यो अथवा चप्पल जे छ त्यो हाल्थ्यो, सरोबरी जस्तो। अनि हामीलाई यो दिन्थ्यो। अनि हामी मिठो मानिकन खान्थ्यौँ। त्यो जमानाको कुरा। यो चाहिँ के हो? बतासा अथवा वर्सौला। अनि यो गट्टा, यो सुन्तले मिठाई। योसँग अर्को हुन्थ्यो पिपरमिन्ट मिठाई। पिपलमेट भन्थ्यौँ हामी। पिपरमिन्ट मिठाई रातो, पहेँलो, हरियो कलरले यत्रो चक्की जस्तो। अनि त्यो अहिले पाइँदैन। त्यति बेला पाइन्थ्यो। त्यो पनि 1 रुपियाँको 20 वटा पाइन्थ्यो, बुझ्यौ? त्यति मजाले हामीले 20 वटा त्यति पाइन्थ्यो। र अब यो आज म पनि अब हाटै गए जस्तो भयो। घरबाट बाहिर गएपछि होइन, म कर्णाली चिसापानी धनगढी गएको थिएँ। त्यो बेला कर्णाली चिसापानीमा यो गट्टा र यो सुन्तले मिठाई किनेँ। त्यसपछि मेरो वीरगन्जमा काम थियो। वीरगन्जमा मैले यो वर्सौला राखेको देखेँ, बतासा। अनि यो बतासा पनि लिए म दिन्छु, खानु दिन्छु। बतासा भेटाएँ। छोरीलाई मैले हाम्रो बचपनको याद आयो। अनि बचपनमा हामी यो खान्थ्यौँ। अब छोरीलाई पनि यो चखाउँछु भनेर लिएर आएको खाने। ल बाबा छोरीको भिडियो हेरिदिनु भयो, धन्यवाद सबैलाई, नमस्कार।